1 अगस्त सन् 1963 बुधबार बिहान 4 बजे 16वटा चोर मिलेर रोयल मेल ट्रेनलाई लुट्छन्। यो थियो युकेको सबैभन्दा लार्जेस्ट ट्रेन रोबरी। एप्रोक्सिमेटली तिनीहरूले 2.61 मिलियन पाउन्ड लुटेका थिए। अबाउट यो समयमा यो 60 देखि 70 मिलियनको हाराहारीमा आउँछ। आखिर ट्रेन कसरी लुटे? आखिर ट्रेनमा टोटल कति रुपैयाँ थियो? आखिर ट्रेन लुट्ने प्लान कसरी बनाए? आखिर अन्तिममा चोर पक्राउ परे कि परेनन्? लुटेको रुपैयाँ फिर्ता पाए कि पाएनन्? आखिर मेल ट्रेनमा तिनीहरूले पैसा छ भनेर कसरी थाहा पाए? बोडी र एडवर्डलाई थाहा थियो रोयल ट्रेनमा पैसाको आयात निर्यात हुन्छ भनेर, र तिनीहरूलाई थाहा थिएन कि कतिखेर आयात र निर्यात हुन्छ भनेर। त्यसैले तिनीहरू इनसाइड इन्फर्मेसन पाउन त्यहीँको रोयल मेल ट्रेनको रिटायर्ड सिनियर अफिसरलाई पैसाको लालच दिएर इनसाइड इन्फर्मेसन निकाल्छन् र अब तिनीहरूले आफ्नो ग्याङ बढाउने पालो आउँछ। तिनीहरू आफ्नो ग्याङ मेम्बर बढाउँछन्। किनभने चाहिँ अब त्यो ट्रेन रोबरी त ठुलै हुनेवाला थियो। त्यसैले तिनीहरूले अब 4-5 जना मेम्बरलाई आफ्नो टिममा थप गर्छन्। अनि त्यो मेम्बरमा थप गरेपछि तिनीहरू चाहिँ अनएक्सपिरियन्स थिए ट्रेन रोबरीमा। एक्सपिरियन्स मान्छेलाई थप्ने कुरा गर्छन् र ट्रेनको ट्र्याक सिग्नललाई पनि बदल्ने मान्छे खोजिरहेको हुन्छ। अनि तिनीहरूले पनि अब 7 जनालाई अझ थप गर्छन् आफ्नो टिममा। अनि टोटल तिनीहरूको 16 जनाको टिम मेम्बर पुग्छ। यहाँ भनौँ चोरीको समयको अगाडिको दिन 6:50 बुधबारको दिन 7 अगस्त सन् 1963 रोयल मेल ट्रेन ग्लासगो रेलवे स्टेसनबाट एस्टन स्टेसन लन्डनको लागि निस्किन्छ। त्यस समय 6:50 ग्लासगोबाट निस्केर 4 बजे बिहान एस्टन रेलवे स्टेसनमा पुग्ने त्यसको प्लान हुन्छ। यस ट्रेनमा 12 बोगी थियो र 72 स्टाफ मेम्बरहरू थिए। सेकेन्ड बोगीमा चाहिँ पैसा थिए भन्ने यहाँ अनुमान लगाइएको थियो। 2.61 मिलियन पाउन्ड भन्ने त्यहाँ इन्फर्मेसन मिलेको थियो। सन् 1960 अनुसार ट्रेनमा अलार्म सिस्टम लाउने रुल निर्माण गरियो। अन्ली भ्यालुएबल प्याकेजमा मात्र अलार्म सिस्टम लाउने बताइएको थियो। सन् 1961 अलार्म सिस्टम प्रदान गरियो, तर जब ट्रेनमा डकैती भयो त्यतिखेर रोयल ट्रेन मेन्टेनेन्समा भएको कारणले त्यसमा अलार्म सिस्टम थिएन। रोबरहरूले लिङ्कन बर्जर र पेन्डिङटनको बिचमा ग्रिन सिग्नललाई कपडाले ढाकेर रेड सिग्नल बनाएका थिए। 3 बजेपछि 8 अगस्तको दिन ज्याक माइल्स नामक ट्रेन ड्राइभरले रेड सिग्नल देखेर रोक्छ। त्यो रेड सिग्नल देखेपछि 26 वर्षीय सेकेन्ड क्रू ड्राइभर क्याबिनबाट बाहिर निस्केर लाइनम्यानलाई कल गर्छ, तर त्यहाँ कल काटिएको हुन्छ, या भनौँ कलको टेलिफोनको तार काटिएको हुन्छ। त्यसपछि त्यो कल लाइनम्यानलाई लाग्दैन। त्यसपछि सेकेन्ड ड्राइभर क्याबिनमा आउँदा पछाडिबाट रोबर्सले त्यसलाई टाउकोमा हिर्काउँछन् र त्यसलाई त्यहाँ बेहोस पार्छन्। दुवै साइडबाट क्याबिनमा चोरहरू पस्छन् र त्यहाँ लोकोमोटिभ ड्राइभरलाई पनि पछाडिबाट हानेर त्यसलाई त्यहाँ बेहोस पार्छन्। अनि त्यसपछि अब तिनीहरूले ट्रेन चेन्डिङटनतर्फ लाउँछन्। चेन्डिङटनतर्फ लाउँदा तिनीहरूको वहाँ एउटा ड्राइभर हुन्छ, ड्राइभर साथी हुन्छ, तर त्यसले नयाँ लोकोमोटिभ ट्रेन चलाएको हुँदैन। त्यसैले त्यहाँ अब तिनीहरूले सोच्छन् कि अब ज्याक माइल्स नै उठाउँ र त्यसलाई यहाँ हामी चेन्डिङटनसम्म लगाउँ भन्ने कुरा तिनीहरूले सोध्छन्। अनि तिनीहरूले ज्याक माइल्सलाई उठाउँछन् र तिनीहरू चेन्डिङटनसम्म ज्याक माइल्सलाई ट्रेन चलाउन जान्छन्। अनि तिनीहरू त्यहाँ पुगेर 15 मिनटको समय लिन्छन्। त्यहाँ तिनीहरू 4 बजे पुग्छन् र तिनीहरू 15 मिनट लगाएर 128 ब्याग तिनीहरूले ट्रेनबाट उतारेर आफ्नो गाडीमा राख्छन् र ठ्याक्क 4:20मा तिनीहरू त्यहाँदेखि निस्किन्छन्। त्यहाँदेखि निस्केर तिनीहरू अब आफ्नो लेदर स्लेट फार्ममा जान्छन्, जहाँ तिनीहरूले आफ्नो हाइडआउट बनाएको थिए। ठ्याक्क 4:20मा ट्रेन ड्राइभरले अलार्म बजाउँछ। अलार्म बजाइसकेपछि त्यहाँ पुलिस सक्रिय हुन्छ, तर पुलिसले सोचेको हुँदैन कि तिनीहरू त्यति टाढा गएर लुट्छन् भनेर। त्यसैले पुलिसले पनि त्यति छानबिन गर्दैन त्यहाँ। अनि चोरहरू त्यहाँ आफ्नो फार्ममा गएर त्यो टोटल पैसालाई 16 भागमा बाँड्छन्। अनि तिनीहरूमा एक पर्सनमा 1,50,000 पाउन्ड पर पर्सन पर्छ। तिनीहरूले सबै पैसा बाँड्छन् र आफ्नो घरतर्फ लाग्छन्, र तिनीहरूले भनेको हुन्छन् कि अब हामीले एकअर्कालाई चिन्दैन भन्ने कुरा यहाँ भनेको हुन्छन्। अनि अब पुलिस पनि अनुसन्धान गरिरहेको हुन्छ। अनि तिनीहरूले अब पुलिसले पनि अब एउटा टेक्निक लाउँछ, त्यो हो ड्र्यागनेट टेक्निक। ड्र्यागनेट टेक्निक भनेपछि एउटा निश्चित एरियालाई तिनीहरूले मार्क गर्छन्, यति एरियामा हामीले इन्भेस्टिगेसन गर्छौँ भन्ने कुरा तिनीहरूले त्यो टेक्निक लाउँछन्। अनि त्यो टेक्निकमा चोरहरू पनि फस्छन्। तिनीहरूले अब चोरहरू फसाउने ड्र्यागनेट टेक्निक लाउँछन्। अब तिनीहरूले त्यो क्राइम सिनबाट 50 किलोमिटर टाढासम्म तिनीहरूले छानबिन गरेर इन्भेस्टिगेसन गर्ने निर्णय गर्छन्। तिनीहरू एक ठाउँ पुग्छन्, पोख्ले र ब्रिलको बिचको गाउँमा पुग्छन्। र त्यहाँ सबै मान्छेसँग सोद्धा अनि त्यो मान्छेले भन्छन् कि त्यहाँ एउटा फार्म हाउस छ, त्यो फार्म हाउसमा आजकल मान्छे धेरै आउँछन् जान्छन्, पहिला यस्तो थिएन भनेपछि अब त्यहाँ पुलिसहरूलाई शङ्का भइहाल्छ कि अब यही हो चोरको हाइडआउट भनेर। तिनीहरूले थाहा पाइसकेपछि त्यहाँ जान्छन् अनि त्यहाँ एउटा चोर हुन्छ।
जो त्यो फार्म हाउसमा काम गरिरहेको हुन्छ। त्यसलाई समात्छन् अनि त्यसको कल डिटेल्स निकाल्छन् अनि कल डिटेल्सबाट सबै चोरहरूलाई समात्छन् र सबै चोरहरूसँग इन्भेस्टिगेसन गर्छन् र इन्भेस्टिगेसन गरिसकेपछि यिनले टोटल पैसाको 4.7% मात्र पैसा यिनले रिकभर गर्न सक्छन्। अनि रिकभर गर्न सक्छन् र तिनीहरूले 15जना मान्छेलाई समातेको हुन्छन्। त्यसैले यहाँ पुलिसले पनि तिनीहरूसँग ज्याप्ती गरेर या भनौँ तिनीहरूसँग स्ट्रिक्ट भएर त्यो 16वाँ पर्सनको नाम निकाल्न खोज्दा तर कसैले पनि आफ्नो मुख खोल्दैन र त्यो 16वाँ पर्सनको नाम दिँदैन। त्यसैले यहाँ 16th पर्सन अहिलेसम्म अननोन र अननेम्ड छ। त्यसलाई बस अल्स्टर म्यान भनेर मात्र चिनिन्छ। अब सबैलाई कानुनी रूपमा सजाय दिइन्छ र त्यो समयको सबैभन्दा ठुलो सजाय थियो 30 वर्षको कैद सजाय। त्यसैले तिनीहरूलाई सबैलाई 30 वर्षको कैद सजाय दिइन्छ र यो चोरीको केस यहीँ सकिन्छ।